हेलो नमस्ते। यो चाहिँ मैले हामी साथीहरू 2 वर्ष अगाडि तिलिचो घुम्न जाँदै गरेको एक्सपिरियन्स हजुरहरूलाई देखाउँदैछु। अगाडिको बाटोको भिडियोहरू चाहिँ मैले लिन भ्याएन। यो चाहिँ बिच बाटोमा जस यो बाटो चाहिँ एकदम डेन्जरस देखेर मैले भिडियो बनाएको हो। बाटो एकदम डेन्जरस थियो, अफरोड पनि थियो हैन। अनि हिँड्दै जाँदा रमाइलो पनि लागिरहेको थियो, अलिकति डर पनि लागिरहेको थियो। त्यसमा बिच बाटोमा हामी हिँड्दै पानी पर्न थाल्यो। पानी पर्दा झन् बाटो झनै डर लाग्ने हैन, छिप्पिने यस्तो डर लाग्ने यस्तो पहिलोचोटि यस्तो बाटोमा हिँडिरहेको भिडियोहरू फोटोहरूमा त देखिरहेको वाउ जस्तो हैन, कस्तो एडभेन्चरस टाइपको देख्ने। तर आफू त्यो बाटोमा हिँड्दाखेरि चाहिँ अलिअलि डर लाग्दो रहेछ र रमाइलो भएको थियो। अब चाहिँ मैले उताको भिडियो आफू बोलेको हुन्छु है। हामी तुलसीपुरबाट सोमबार राति एकदम फुल एक्साइटमेन्टका साथ तिलिचो जान्छौँ भनेर हामी 8 जना साथीहरू हिँडेका थियौँ। पहिलो रात हामी कहाँ बस्यौँ? खानसार। पहिलो रात हामी भारताङ फार्म हाउस पुग्यौँ। त्यहाँ एक रात बिताएर हिजो झन् एक्साइटमेन्टका साथ हामी खानसार भन्ने ठाउँमा पुग्यौँ। त्यहाँसम्म हामी दाङबाट आएको गाडीमा हामी सबैजना आएको हो। अब खानसारबाट चाहिँ हाम्रो यात्रा आजको लागि बेस क्याम्पसम्मको छ। हामी एकदम एक्साइटमेन्टका साथ यात्रा होटलबाट सुरु गरेकै हौँ। तर 10 मिनटमा हामी हिँड्दाखेरि 10 मिनटमा हामीलाई ट्रेकिङको टीले नै हामीलाई बोल्नलाई शब्द नै छैन। तर यात्रा तय गर्नु छ। ठाउँ एकदम रमणीय छ। एकदम यो पहाडको बाटो ट्रेकिङ गर्ने बाटो यो हो। ल ठिक छ, अहिलेको लागि यति पो हाम्रो मिनी भ्लग छ। हामी अलिकति अगाडि पुगेर के कस्तो हुन्छ हाम्रो अवस्था फेरि जानकारी गराउँछु हजुर सबैलाई। हस्त नमस्ते। त्यो चाहिँ भर्खर यात्रा सुरु गर्दाखेरिको भिडियो थियो। अनि यो चाहिँ हामी बेस क्याम्प पुगेर साँझ बसेको होटेलको भिडियो हो। मैले जाँदाखेरिको त्यति भिडियो नबनाए पनि आउँदाखेरिको भिडियो त बनाएको थिएँ। जाँदाखेरि चाहिँ बाटो हामी फर्स्ट सबैको पहिलो ट्रेकिङ हैन, बाटो एकदम डेन्जरस नै थियो। तर जाँदाखेरि चाहिँ स्नोफल भएको थिएन, तर आउँदाखेरि त स्नोफल भएर एकदम रमाइलो भएको थियो। नमस्ते, गुड मर्निङ। आजको मौसम एकदम स्नोई छ, एकदम रमणीय छ है। रमाइलो चाहिँ एकदम रमाइलो छ। लाइफमा फर्स्ट टाइम स्नोफल हेर्न पाइयो हैन। एकदम चिसो हेर्नु त, टोपी सबै भिजेछ। बाटोहरू कस्तो छ बाटोहरू हैन। यो दृश्यहरू हेर्नु त, स्नोले हिउँले यस्तो बाटोबाट हिँडिरहेको छौँ। हाम्रो प्लान चाहिँ तिलिचोसम्म नै पुग्ने थियो। तर यो बाटोको अवस्थाले गर्दा हामी आज नै फर्किनु पर्यो। आज हामी बेस क्याम्प बसेर भोलि जान्छु तिलिचो भन्न आए छन्। यो स्नोको 1 मिटर जस्तो स्नो बढी भयो भने बाटो स्लिपरी हुने यताउता हुने चान्सेस थियो हैन। त्यसले गर्दा चाहिँ हामी फेरि खाटसँग फर्किन थाल्यौँ। ल हस् त, नमस्ते, मिस यु सबैहरूलाई हैन। ठाउँ एकदम रमणीय छ हैन, एकदम एडभेन्चरस छ। बाटो पनि एकदम एडभेन्चरस छ। हेर्नु स्नो, लाइफमा फर्स्ट टाइम स्नो पनि खेल्न पाइयो। हस्, थ्याङ्क यू, बाई। सो यो चाहिँ मेरो फर्स्ट भिडियो युट्युबको लागि मैले बनाउँदैछु। त्यसले गर्दा अब मैले बिच बाटोमा लिएको राम्रो फोटोहरू पनि हजुरहरूको अगाडि सेयर गरेको छु। त्यही हो, जे होस् यात्रा रमाइलो नै भयो हाम्रो चाहिँ। हस्, धन्यवाद।